साथीहरू, गृहमन्त्री सुदन गुरुङले आज भर्खरै मात्र राजीनामा दिइसक्नु भएको छ र उहाँको राजीनामा पछाडि राजनीतिक वृत्तमा धेरै कुराहरू आएका छन्। कसैले यसलाई राम्रो भनेका छन् भने कसैले यसलाई नराम्रो भनेका छन्। मेरो आफ्नो व्यक्तिगत विचारमा सरकारले र उहाँले गर्नुभएको यो कदम एकदमै राम्रो छ। भ्रष्टाचारको मामलामा शून्य सहनशीलता अपनाउने भनिएको यस सरकारले आफ्ना मन्त्री तथा सभासदहरूमाथि कुनै आरोप लाग्दै गर्दाखेरि उक्त आरोपको निष्पक्ष छानबिन गर्नको लागि उक्त पदमा राखिराख्दाखेरि कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुने भएकोले उक्त पदबाट बाहिरै रहेर उक्त आरोपमाथि निष्पक्ष छानबिन गराएर नै बसेको राम्रो हुनेछ। गृहमन्त्री सुदन गुरुङको पछिल्लो कदमहरूबाट जनताहरू एकदमै खुसी भएका थिए। उहाँको कामबाट जनताहरू एकदमै प्रसन्न भएका थिए। आशा छ उहाँ निर्दोष हुनुहुन्छ र छानबिन समितिबाट उहाँले चाँडै नै क्लिन चिट पाएर उहाँ पुनः गृहमन्त्री बन्नुहुनेछ।